कहिलेकाहीँ जीवनमा केही यस्तो मौका आउँछ जुन स्वर्गको ढोका जस्तै खुल्ला हुन्छ। त्यो अवसर, त्यो चुनौती केवल भाग्यशाली व्यक्ति यानि कि साँच्चीकै लड्न तयार हुनेहरूले मात्र पाउँछन् भनेर श्रीकृष्णले अर्जुनलाई बताइरहनु भएको छ। यदृच्छया चोपपन्नम स्वर्गद्वारम पाविर्तम सुखिनः क्षत्रियः पार्थ लभन्ते युद्धमिदृशम भनेर भनिएको छ। जीवन भनेको सधैँ सजिलो हुँदैन, कहिलेकाहीँ गाह्रो हुन्छ, डरलाग्दो हुन्छ, तर यही चुनौतीहरूलाई खुलेर स्वीकार गर्नु यही हो हाम्रो असली जीवनको शक्ति। यहाँ कृष्णले युद्धलाई स्वर्गको ढोका भन्नुभएको छ किनकि त्यो युद्ध, त्यो सङ्घर्षले मानिसलाई अगाडि बढाउँछ, उसलाई महान बनाउँछ। आजको युगमा हतियारको होइन, सपना, सङ्घर्ष र मेहनतको युद्ध हो। तपाईँ विद्यार्थी हुनुहुन्छ भने पढाइ तपाईँको युद्ध हो, उद्यमी हुनुहुन्छ भने तपाईँको आइडिया, तपाईँको रणभूमि हो। जो कोही हुनुहोस्, यदि तपाईँमा केही हासिल गर्ने चाहना छ भने त्यो यात्रा सजिलो हुँदैन, तर त्यो चुनौतीलाई स्वीकार गर्नु नै तपाईँको धर्म हो।